नमस्कार सम्पूर्णमा आज चाहिँ मेरो किचनमा मसुरा र आलुको झोल बन्दैछ। ल बनाउँ त म सँगसँगै मसुरालाई चाहिँ मैले तातो पानीमा भिजाएर राखेको थिएँ। तेल गरम गरेर अघिको मसुरालाई फ्राई गर्न राखेँ। रातो हुन तक मैले फ्राई गरेँ। एउटा भाँडामा निकालिदिएँ। रातो भएपछि चाहिँ एउटा भाँडामा निकालिदिएँ। अनि त्यही तेलमा चाहिँ मैले जिरा र धनियाँ पड्काइदिएँ। अनि प्याज र टमाटर काटेर चाहिँ यसरी प्याज र हरियो खुर्सानी चाहिँ एकछिन फ्राई गरेँ। एकछिन फ्राई भएपछि चाहिँ मैले यसमा चाहिँ लसुन अदुवाको पेस्ट राखेँ। एकछिन भुटेँ। एकछिन भुटेपछि चाहिँ मैले यसमा टमाटर थपिदिएँ। टमाटर थपेपछि एकछिन टमाटर पनि भुटिदिएँ। अनि स्वादअनुसारको नुन, बेसार र जिरा धनियाँको धुलो राखेर एकछिन पल्टाइ गरेर चलाइदिएँ। एकछिन चलाएपछि चाहिँ यसमा थोरै पानी राखेर चाहिँ मैले यसलाई छोपेर पकाएँ मसला। यो मसला चाहिँ रेडी भयो। अनि चाहिँ म यसमा चाहिँ बोइल गरेको आलुलाई चाहिँ मैले यसरी म्यास गरेर राखिदिएको थिएँ। थोरै पानी राखेर चाहिँ मैले यसलाई चाहिँ छोपेर पकाएँ। यो चाहिँ आलु रेडी भयो। यत्तिको पाकेपछि चाहिँ यो आलु रेडी भयो। यसमा चाहिँ मैले अघि फ्राई गरेको मसुरा राखेर उल्टाइ गरेर चलाएँ। अनि चलाएपछि चाहिँ मैले खाने हिसाबले चाहिँ थोरै पानी थपिदिएँ। यसमा चाहिँ मलाई चाहिँ अलिक ग्रेभी मनपर्छ यो सब्जी चाहिँ। यतिको पानी थपिदिएँ। अनि धनियाँ राखेर चाहिँ यो सब्जी चाहिँ मेरो रेडी भयो। मसुरा र आलुको सब्जी रेडी भयो। मलाई चाहिँ भातसँग मनपर्छ मसुराको सब्जी। यसरी भातसँग चाहिँ मैले मसुरा र आलुको सब्जी बनाएर खाएँ। एक थाल नै भात रुच्यो क्या मलाई चाहिँ। हजुरहरू पनि ट्राई गर्नुहोला। थ्याङ्क यू।